हामी नेपालीहरूसँग प्रश्न थुप्रै छन्। हरेक मान्छेसँग प्रश्न थुप्रै छन्। म एउटा अभिभावक, 3 छोराछोरीको अभिभावक छु। मेरा छोराछोरीसँग थुप्रै प्रश्नहरू छन् र यदि मेरा छोराछोरीले अथवा अरू कसैले म अभिभावकको लागि प्रश्न सोध्यो भने मसँग कैयन प्रश्नहरूको उत्तर दिन म असमर्थ हुन सक्छु। त्यस्तै म एउटा कलेजको असिस्टेन्ट प्रोफेसर का हिसाबले थुप्रै प्रश्नहरू अरूसँग गर्न सक्छु। म आफूलाई एकदमै चोखो साबित गर्ने प्रश्नहरू सोध्न सक्छु। मैले आफ्नो दायित्व पुरा गरेको छु, मैले आफ्नो कर्तव्य भरपूर ढङ्गले निर्वाह गरेको छु भन्ने मलाई लाग्न सक्छ, मलाई लागेको छ। तर मलाई एज अ लेक्चरर धेरै सरकारले प्रश्न ममाथि तिस्र्यायो भने कैयन यस्ता प्रश्नहरू होलान् म अनुत्तरित हुनु पर्ला। त्यसैले हरेक तह र तबकामा म प्रायः सचेत नागरिक भएकोले विदेशमा हुने गरेका हरेक घटनाप्रति म सचेत हुन्छु, म अपडेट रहन्छु, न्युजहरू पढ्छु, सुन्छु, इन्टरभ्यूहरू, मेरो हरेक इन्टरभ्यूहरू हेर्ने मेरो बानी छ। पत्रकार महोदयहरूले थुप्रै प्रश्नहरू गरेको देख्छु। कतिपय अवस्थामा उत्तर दिने व्यक्ति अनुत्तरित भएको पनि देख्छु। थुप्रै घटनाहरू देखिरहेको छु। पत्रकार महोदयहरूले प्रश्नहरू थुप्रै गर्नुहुन्छ, तर ती प्रश्नहरू ती पत्रकार महोदयलाई सोधियो भने उहाँहरू पनि अनुत्तरित हुनुहुन्छ। किनकि उहाँहरूले पनि जुन पत्रकारको इथिक्स, पत्रकारको धर्म 100% निभाउन उहाँ पनि चुक्नु भएको छ। अहिले ट्रेन्ड नै कस्तो छ नेपालमा, जो सबैभन्दा बढी पदमा बसेर, जो सबैभन्दा बढी राजनीतिक पार्टीहरूसँग नजिक भएर ती राजनीतिक पार्टीहरूलाई दोहन गरेको थियो, लाभहरू लिएको थियो। तिनीहरूसँग सबभन्दा बढी ठुला प्रश्न छन् अहिले। यहाँनिर छ नेपालीहरू र हामी कस्तो स्ट्रेन्डमा छौँ। हाम्रा अभिभावकले हामीलाई जुन महँगो स्कुलमा पढाउनु भएको छ, हाम्रो जुन दैनिकी जीवनयापन गर्नको लागि हाम्रो अभिभावकले कहाँबाट जुटाउनु भएको छ भन्ने प्रश्न हामी आफ्ना अभिभावकलाई कहिल्यै गरेनौँ। र हामी प्रश्न केवल यति मात्रै गर्छौँ, यो देशमा भ्रष्टाचार बढ्यो, व्यतिथि बढ्यो भनेर प्रश्न गर्छौँ। तर हामीले स्वयं आफ्नो परिवारमा कहिल्यै सोधेनौँ, हाम्रो अभिभावकलाई कहिल्यै सोधेनौँ कि हाम्रो यो महँगो अहिलेको विलासी जीवन
व्यतीत गर्नलाई यतिका स्रोत, यति पैसा कहाँबाट आउँछ भन्ने प्रश्न हामीले गरेका, प्रश्न हामी अरूलाई नै गर्न यस्ता छौँ। अनि विदेशमा गएका साथीहरूसँग थुप्रै प्रश्न छ। उहाँहरूलाई धेरै आक्रोश छ। हुन पनि किन नहोस्, आफ्नो देश छाडेर प्रदेशमा बस्नुभएको छ। त्यो प्रदेशको पीडा हुन्छ। फ्यामिली छाडेको छ, परिवार सम्पूर्ण सदस्यहरूसँग टाढा बस्नु परेको छ, जन्मभूमिभन्दा टाढा बस्नु परेको छ, पीडा छ। तर कारक के राज्य नै हो त, के सरकार नै हो त, कि यहाँका राजनैतिक दल मात्रै हुन् त? ती विदेशमा बसेका युवा जवानहरूले राज्यका कारणले मात्रै विदेशिनु पर्या हो त? यही यथार्थ हो त? पटक प्रश्न आफैलाई गर्नुहोस्। आफै त्यो ठाउँमा उभिएर प्रश्न आफैलाई गर्नुहोस्। तपाईँको जवाब आफै पाउनुहुन्छ। यो हो। अनि मैले देखिया हुन्छु, भोग्या हुन्छु। कतिपय हाम्रो सुदूरपश्चिमतिर त म्याक्सिमम मान्छेहरू इन्डियातिर जाने चलन छ। काठमाडौँ जान धेरै खर्च लाग्छ, दिल्ली पुग्न र इन्डियाका सहरहरूमा थुप्रै सहरमा पुग्न कम खर्चमा पुग्न सकिन्छ। त्यसैले हाम्रो सुदूरपश्चिमका दाजुभाइहरू थुप्रै भारततिर हुनुहुन्छ। थुप्रै दाजुभाइहरूले त्यहीँ बसेर आफ्नो सम्पूर्ण पारिवारिक आवश्यकताहरू पुरा गर्नुभएको छ। घरघडेरी पनि जोड्नु भएको छ। छोराछोरीलाई राम्रो स्कुलमा पनि पढाउनु भएको छ। कतिपय दाजुभाइ दिदीबहिनीहरूले राम्रो गर्नुभएको छ। र कतिपयहरूको स्थिति इन्डिया बस्ने, कमाउने, त्यहाँको पैसा सकभर त्यहीँ खर्च गर्ने, यदि नेपालमा आइहालेछन् भने पनि बोर्डर क्रस गर्न पाएको छैन, दारू सुरु हुन्छ र त्यो दारू सँगै त्यो गाडीमा बस्ने हो भने उहाँहरूले बस्ने भाषा शैली पनि बडा पृथक हुन्छ, असह्य खालको हुन्छ, अपच्य खालको हुन्छ। अनि गाउँघरमा हुनुहुन्छ, 2-4 महिना 6 महिना त्यो ल्याएको पैसा मोज मस्तीमा उडाउनुहुन्छ। अनि अन्तिममा जाँदाखेरि ती ल्याएका मोबाइलहरू अथवा कोही ल्यापटपहरू कौडीको मूल्यमा लिलामी गरेर जानुहुन्छ। त्यतिले पुगेन भने नेहरू लिएर भारू दिने गरी ब्याजमा पैसा लिन्छ। कतिपयको यथार्थता यस्तो पनि छ। र उहाँहरूसँग थुप्रै प्रश्न छ। उहाँहरूसँगै थुप्रै प्रश्न छ। यो छ हाम्रो कल्चर। के प्रजातन्त्रपछि त सरकारहरूले यो देशमा केही गरेनन् त? कि यही हो सत्य? एकपटक तथ्य निहालेर हेरौँ। हाम्रो वरिपरिको अवस्था हेऱ्यौँ, हाम्रो जीवनस्तर हेरौँ, हामीले उपभोग गरेका सेवा सुविधाहरू हेरौँ, उत्तर आफैलाई मिल्छ। अनि 46 सालदेखि जुन प्रजातन्त्र आयो त्यसपछि
एउटै नेताहरू दोहोरिएको हामीले देख्छौँ। हामीलाई आक्रोश हुन्छ। हो, स्वाभाविक हो। र अर्को एङ्गलबाट हेर्ने हामी भन्छौँ शेरबहादुर देउवा यति पटक प्रधानमन्त्री भए, केपी ओली यति पटक प्रधानमन्त्री भए, पुष्पकमल दाहाल यति पटक प्रधानमन्त्री भए, लोकेन्द्र बहादुर चन्द यति पटक प्रधानमन्त्री भए, सूर्यबहादुर थापा यति पटक प्रधानमन्त्री भए, गिरिजाप्रसाद कोइराला यति पटक प्रधानमन्त्री। तर उहाँले कति वर्ष प्रधानमन्त्रीको भूमिका यतातिर पनि प्रश्न गर्न आवश्यक थियो। 5 वर्षमा को प्रधानमन्त्रीले नेपाल राज्य चलायो? उहाँका कार्यक्रमहरू कति पुरा भए हामीले हेर्नै पर्छ। यो स्थिति छ नेपालमा। अनि हामी प्रश्नहरू थुप्रै गर्छौँ र यो एङ्गलबाट हामीले सोचेनौँ। त्यसैले यसको मूल मैले भन्न खोजेको मूल सार नै के हो त भने हामी नेपालीहरू प्रश्नमा माहिर छौँ, तर त्यही प्रश्न आफैमा तेर्सियो भने त्यसको उत्तर दिने सामर्थ्य हामीसँग छैन। त्यसैले हामी सबैले सच्चिन जरुरी छ। हामी प्रश्नकर्ता होइनौँ, उत्तरदाता बनौँ भने यो देश अवश्य हुन्छ। अनि अहिले जुन देशमा जुन बहस चलिरहेछ, कार्यकारी प्रमुख जनताबाट निर्वाचित, हाम्रो जियोपोलिटिकलले हेर्ने हो भने कार्यकारी प्रमुख झन् बढी घातक हुन सक्छ भन्ने मेरो विश्लेषण हो। अनि हामी यति फ्रिडम उपभोग गरिसकेका छौँ हामी नेपालीहरूले, अनि कुनै एकजना कार्यकारी प्रमुखलाई राष्ट्र प्रमुख ल्याएर भन्ने हो भने अनि उसले हाम्रा फ्रिडममाथि अङ्कुश के नलाउला र? देश साँच्चैकै विकास गर्ने हो भने धेरै कुरामा अङ्कुश चाहिन्छ। अहिलेकै जल्दो बल्दो हाम्रो आन्दोलन जेनजी पुस्ता, ती युवा विद्यार्थीहरूको आन्दोलन, एउटा मागहरू प्योर जेनजी भाइहरूको माग त प्योर विशुद्ध थियो नि, एकदमै राम्रा थिए नि। सुशासन हुनुपर्छ, यो देशमा रोजगारीका अवसरहरू समान रूपले क्रिएट गरिनुपर्छ, सही सरकार हुनुपर्छ भन्ने कुरा थियो। यो त जायज हो। यो जायज माग उठाउने क्रममा पहिलो दिन ती युवा भाइ बहिनीहरूको जुन हत्या भयो र त्यसपछि दोस्रो दिनको वितण्डा हामीले देख्यौँ। के यो सही थियो त? हो, देश सुशासन हुनुपर्छ, हरेक नेपालीहरूले समान अधिकार पाउनुपर्छ, यो देशमा रोजगारी सिर्जना समान रूपले हुनुपर्छ, सरकार स्थिर हुनुपर्छ। ठिक छ, एकदमै जायज छ। तर यो
स्थिर सरकार ल्याउन, समान अधिकारहरू कायम गर्न, यी बालबालिकाहरूको हत्या हुन आवश्यक थियो त? निजी र सार्वजनिक सम्पत्तिहरूको नष्ट हुन आवश्यक थियो त? के यही रेभोल्युसन नेपालमा चाहिएको थियो त? प्रश्न यहाँ छ। रेभोल्युसन चाहिएको थियो, तर यो खालको रेभोल्युसन चाहिएको थिएन। सेल्फ करेक्सनको रेभोल्युसन चाहिएको थियो। हामी जुन तहमा छौँ, जुन तबकामा छौँ, जुन स्थितिमा छौँ, त्यहीँबाट सच्चिने आन्दोलनको जरुरत थियो। सुशासन भ्रष्टाचार रहित समाज बनाउनको लागि एउटा पिसफुल मोमेन्ट आवश्यक थियो। त्यस्तो मोमेन्ट जहाँ राज्यको एउटा सिसा पनि नफुटोस्, सडकको एउटा बत्ती पनि नटुटोस्, सडकमा लगाएका एउटा पनि ती फुल बगैँचाहरू नबिगारी आन्दोलन खाँचो थियो। राज्य सत्ता सञ्चालन गर्नेहरूलाई पिसफुल्ली घुँडा टेकाउन जरुरी थियो। व्यक्ति हत्या, व्यक्तिको सम्पत्ति, सार्वजनिक सम्पत्ति तस नहस पारेर आवश्यक थिएन। ल एकछिनलाई ठिकै भयो, एकछिनलाई यो तहस नहस भयो, ल रिजल्ट राम्रो आयो, हाम्रो देशमा स्थिर सरकार कायम भयो, देशमा अमन चैन कायम भयो, सुशासन कायम भयो, भ्रष्टाचार रहित समाज देश कायम भयो भने यसको पनि हामी यति जीवदानको क्षति भएर यो देशमा शान्ति, सुशासन, भ्रष्टाचार रहित देश भयो भन्ने भयो भने यसलाई पनि एक हदसम्म हामीले राम्रै मान्नुपर्छ। तर मैले देख्दैन यो देश सुशासन होला, भ्रष्टाचार रहित यो देश बन्ला, किनकि हामी हरेक आफैमा भ्रष्टाचारी छौँ। जनता, नेता, कर्मचारी, सेना, पुलिस, प्रहरी, न्यायाधीश, पत्रकार, हाम्रो नेपालीहरू भ्रष्ट मानसिकताबाट गुज्रिरहेका छौँ। त्यसैले यसको प्रतिफल पनि आउने जस्तो देखिँदैन। प्रतिफल ल्याउनलाई स्वयं आफैलाई प्रश्न गर्न जरुरी छ। हरेकले आफैलाई प्रश्न गर्न जरुरी छ, आफ्नोलाई प्रश्न गर्न जरुरी छ र हरेकले करेक्सनमा जान जरुरी छ। अनि मात्रै देश बन्ला। यही हो देशको